साँपले ठुँगेको ठाउँमा अथवा सर्पले टोकेको ठाउँमा उपचारको निम्ति प्रयोग गरिने अद्भुत चमत्कारपूर्ण औषधिले भरिएको कदमको विषयमा आज हामी तपाईहरुलाई जानकारी दिइरहेको छौं। र विशेष गरेर कदम एउटा रुख पनि हुन्छ र यो पनि एउटा झाडीसँग सम्बन्धित वनस्पति हो। यसलाई पनि कदम भन्ने गरिन्छ, तर आफ्नो आफ्नो ठाउँमा यसको आफ्नो आफ्नो किसिमले नामकरण गरिएको छ। र भनिन्छ यसबाट अथवा यसको बीजबाट, यसको फलबाट बायोडिजल पनि निकालिन्छ, यसबाट तेल पनि निकालिन्छ, जसलाई डिजलमा परिणत गरेर बायोडिजल पनि निकाल्ने गरिन्छ। अनि यसको कतिवटा ठाउँमा प्रचुर मात्रामा खेती गरिन्छ यसबाट बायोडिजल निकाल्नको निम्ति पनि। र दर्शकबिन आउनुहोस्, आज हामी तपाईहरुलाई यो कदम कुन कुन बिमारहरुमा प्रयोग गरिन्छ ती विषयमा जानकारी दिइरहेको छौं। र विशेष गरेर जो पनि पाइरिया बिमारसँग सम्बन्धित छ अथवा दाँतबाट खून निस्किने, गिजा फुलिने, गिजाबाट पिप निस्किने, सास गनाउने जस्ता तमाम बिमारहरु छ, यी बिमारहरुमा तपाईहरुले यसको डन्ठा लिनुहोस् अनि यसको डन्ठाले सधैं दाँत मञ्जन गर्नुहोस् अथवा टुथब्रश गर्नुहोस्। यसो गर्दाखेरि एक हप्ता भित्रमा यी मुख भित्र भएको जति पनि बिमारहरु छ यी बिमारहरु सबै निको भएर जाने गर्दछ। र त्यसरी नै यसले छालालाई पनि, छालाको सँग सम्बन्धित कतिपय बिमारहरुलाई पनि एकदमै निको गर्ने गर्दछ। र यसले विशेष गरेर यसको पातको लेप तपाईहरुले डन्टिफोर निस्किँदाखेरि, खुजली निस्किँदाखेरि, चिलाउने निस्किँदाखेरि, रिङ्गौ आदि जस्ता तमाम छालासँग सम्बन्धित बिमारहरुमा पनि यसको पातलाई तपाईहरुले पिसेर यसको लेप पनि लाउन सक्नुहुनेछ। यसले पनि तपाईहरुलाई धेरै निको पार्ने गर्दछ। र साँपले ठुँगेको ठाउँमा अथवा टोकेको ठाउँमा यसको पात अनि जरालाई सँगै पिसेर त्यो ठुँगेको ठाउँमा यसको लेप लाउनुपर्छ। लेप लाउँदाखेरि त्यो ठुँगेको ठाउँबाट यसले विष निकाल्ने गर्दछ भन्ने यो परम्परागत चिकित्सा पनि गरिएको प्रमाणहरु पाइएको छ। साथै यसबाट बनिएको तेलले जति पनि शरीरमा कतिपय जोर्नीहरु दुख्ने गर्दछ, घुँडा दुख्ने गर्दछ, यो जोड्नीहरु, हातको जोड्नीहरु, खुट्टाको जोड्नीहरु, शरीरको जति पनि जोड्नीहरु, विशेष जति पनि बुढापाकाहरु हुनुहुन्छ उनीहरुको यस्ता जोड्नीहरु दुख्ने गर्दछ। र यसको तेल ल्याएर तपाईहरुले बजारमा पनि यसको तेल पाउन सक्छ। अनि तेल ल्याएर तपाईहरुले यसले त्यस ठाउँमा मालिश गर्नुहोस् र मालिश गर्दा तपाईको त्यो जोड्नी दुख्ने पनि एकदमै निको भएर जाने गर्दछ। र तेल पाउनु भएन भने पनि यसको पातलाई पिसेर यसको लेप तपाईहरुले ती जोड्नी भएको ठाउँहरुमा तपाईहरुले लाउनुहोस्, तपाईहरुको रोगहरु धेरै नै निको भएर जाने गर्दछ। र यसलाई अधिक मात्रामा, यसको बीज अधिक मात्रामा खानु साथै यसको पातलाई अधिक मात्रामा सेवन गर्दाखेरि यसले नकारात्मक असर पनि पार्न सक्छ। र योबाट पनि हामी एकदम सावधानी हुनुपर्छ। र विशेष गरेर यसको डन्ठा, यसको पात, यसको छाला, यसको जरा सबै नै औषधिको रूपमा प्रयोग गरिने हुनाले यो एकदमै मानव जीवनको निम्ति, मानव रोगको निम्ति एकदमै महत्त्वपूर्ण मानिने गर्दछ। त्यही कारणले गर्दाखेरि हामी हजुरहरूलाई आग्रह गर्दछौं, यी कदमको बोट अथवा बोट जहाँ पनि तपाईले देख्न सक्नुहुनेछ त्यसको हाँगा टुक्राएर अथवा चुडाएर तपाईले आफ्नो घर छेउमा रोप्नुहोस्। यसले कुनै पनि आपतकालीन समयमा तपाईहरुलाई ठूलो भन्दा ठूलो मद्दत दिने गर्दछ। भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लागेमा हजुरहरूले धेरै भन्दा धेरै मात्रामा शेयर गर्न नभुल्नुहोला। आजलाई हामी बिदा लिँदछौं। धन्यवाद।